हाम्रो मोमो चाहिँ कुन बन्न आँटेको है मटन मोमो साउन हो गलामा छिटो छिटो आज चाहिँ हाम्रो प्रकाश दाइले मटन मोमो बनाउँदै हुन्छ आँखा चिम्लेर मोमो बनाउने ल हेर त जानेको प्रकाश दाइले जानेको हेर त आँखा चिम्लेर यतिको मोमो बनाउने ल तपाईँलाई त थाहा भयो हेर त जानेको एकाठे लु त हेरौँ त मोमो चाहिँ कस्तो बनाउनु लुवा मार्यो एकाठे हेर मोमो हेर्नु गएछ ल त यस्तै मोमोहरू हेर्नुको लागि चाहिँ तपाईँलाई लाइक एन्ड सब्सक्राइब गर्नु पऱ्यो उहाँलाई जस्तै कि तपाईँले परिकारको मोमोहरू देख्न सक्नुहुन्छ यदि मोमो मन पर्नेहरूले चाहिँ कमेन्टमा कमेन्ट गर्नु होला बेस्ट मोमो भनेर ल त गाइस ल हामी खाँदै गरेको अब एकैचोटि पकाएर देखाउँछु नि तपाईँहरूलाई ल त ल रेडी भएको कति मिनट लाग्छ ल खाने बेलामा मलाई सम्झिनु उहाँहरूलाई पनि सम्झिनु ल दाइ ल त्यो के अरे पिठो चाहिँ होइन हल्का किलो किलो भयो भने मोमो कति हुन्छ कि पिठो काट्नु त्यस्तो मजाले नकाट्ने नि सलाद घाँस काट्ने खुर्केर आयो जमान हुर्केर हाउ टु मेक मटन मोमो मोमो बनाउँछ नि होइन हामी मोमो बनाउँछ नि तपाईँहरू लाउँछ लाउने यस्तो गर्ने यस्तो Quieres me pudiera? Okay. Kima हो गई चिकन ओके मैं पूरी की जाली में ओके मोमोको पनि अर्डर आएको छ अब खाएको पनि देखाउँछु ल एकछिनमा ल है मिठो हुन्छ कि मिठो हुन्छ नि त गाइजहरु दामी हुन्छ हैन भेजमा हाल्दै त एक प्लेट उसको भाँडा लिएर आउँछ नि उसै भाँडा लाने रे ओके ओके भन्दैछु नि 10 मिनेट लागेको
अहिले अब एकछिनबाट फाइनल्ली गाइजहरू आज रेडी भइसकेको छ होइन मटन मोमो ल त मोमो अलमोस्ट रेडी भयो हाम्रो चाहिँ उहाँले खाँदै हुनुहुन्छ यो टेस्ट कस्तो भयो हेर त थुक निकालेको मेरो बबल आहा आहा